खेलो कडा हुन्छ है ल यो ग्लास दिन्छ बाबु यति खतरा खिच कि पुरै छोड तपाईले यति राम्रो एक्टिङ गर्नु कि पुरै छोड्दिनु यहाँ आउनु धोती स्याहार्नु लाग्यो सुत्नुस् यता फर्किनुस् त्यहाँबाट यता ओके कल्लो बेला पानी छ नि तपाईले के भयो पहिला सरले भने जस्तै शिवले भने जस्तै खोक्नुस् गर्नुस् हो टोपी खस्न दिनुस् धेरै राम्रो खस्यो केही छैन हैन खसोस् त्यसपछि पानी खानु पर्यो यताउता त्यही सुतेर हेर्नुस् यहाँ तल रहेछ हातले यस्तो 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 पुग्न खोज्नुस् हात कमाउँदै हो यहाँ पानी देख्नु भयो के यस्तो 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 देखाउनुस् यस्तो गर्नुस् अनि यस्तो तान्न खोज्नुस् पानी गङलङ्ग घोप्टिन्छ ओके जता घोप्टिनु भयो कल्लो देला पानी त्यो है त्यहाँ ल लिम केटा हो वान सट हान्दै त त्यही छ अलरेडी सुतेको सुतेको देखियो यहीँदेखि पानीलाई फलो गर्न सक्छस् गर्छ तलसम्म जा हात र पानी हात ल्याउनुहोस् एकचोटि खै एकचोटि जानु त त्यहाँ जानु हात लानु त अलि दिन आउँछ हो घोप्टिन्छ है पुग्छ यति हो गर्नु रोड यो अर्को केही काट्नु पानी घोप्टेकोमा त काट्ने हो केही पर्दैन है खोक्नुहोस् फेरि सुत्नुहोस् निदाउन मन लाग्छ निद लाग्दैन फेरि खोक्नुहोस् अब त पानी खान्छु यताउता हेर्नुहोस् ऊ यहाँ पो रहेछ तान्न खोज्नुहोस् थर काम्नुहोस् पुरै काम्नुहोस् घोप्टाइदिनुहोस् हो माथि ढक्क लाउनुहोस् टाउको फेरि सिरानीमा उफ गर्नुहोस् गिलासमा लैजा क्यामेरा चप्पल त बुढाइकै हो त यहाँ एक गिलास पानी दिनु है बस्नु न यता ल्याउने यहाँ धारा थापिदिन्छु सुभाष बुढो बा भन्दैछ बाबु लान गिलास लान छोड्दिनु त्यहाँ गिलास मात्र हातले गर्छ त्यस्तै खै पुग्छ हात पनि देखाउनु पर्यो एकछिन म भन्छु कमाउनुहोस् है हात रोले कमाउँदै ल्याउनुहोस् हो कमाउनुहोस् है हात घोप्टाइदिनुहोस् हो लैजानुहोस् हात कमाउँदै हो ढल्नुहोस् उफ गर्नु ल ऊ आउनुहोस् आमा चाहिँ तपाईँ एकछिन फोटो लिएर आउनुहोस् यो आउँछ क्या 2-4 दिन अलि दिन युट्युबमा आउँछ सबै पुरै नयाँ बजार चौरा लप्रे सुटिङको 3-4 दिन भयो त यहाँ ननेकको सुटिङ बनाइरहेको छु मैले भिडियो बुढीलाई उपाध्यक्ष बनाए झन्डै पो जन्मदिनमा भाषण आउँछ ओ कहीँ पनि काम नलाग्ने पो होइन उहाँलाई आउनु अब आउनु त्यो पनि हो
यता आइज क्यामेरा पदाधिकारी हो त यार वाइट हाल्नु सक्छ नि उता हुन्छ नि कम्तीमा भिडियो गर्ने सट्टमा जानुहुन्छ अरू नभए टोपी पर्दैन केही उहाँलाई हेर्ने होइन होइन बुझ्नुभयो अनि तपाईँले सट्ट गइसकेपछि उहाँ जब उता जानुहुन्छ मैले हेर्नुहोस् भनेपछि भगवान्लाई यसो हेर्नुहोस् होइन हेरेर यसो आज बिहानबाट ननिस्क होइन अरूलाई होइन मेरो सुन्नु मात्र गर्नु छातीमा त्यसपछि